मलाई थाहा छैन किन हिमाल मनपर्छ, मलाई थाहा छैन किन हिमाल मनपर्छ, किन पहाड मनपर्छ। सायद त्यो उचाइसँग मेरो मनको कुनै गहिरो सम्बन्ध छ। जति माथि उक्लिन्छु, जति माथि उक्लिन्छु उति मन हलुका हुँदै जान्छ जस्तो लाग्छ। जीवनका सबै बोझ तलै कतै छुटिरहे जस्तो लाग्छ। जीवनका सबै बोझ तलै छुटिरहेछन्। त्यहाँ हावा कम हुन्छ, जमिन सुक्खा हुन्छ, तर पनि किन हो त्यही कठोर ढुङ्गा बीचको अचम्मको शान्ति मनपर्छ। किन हो त्यही कठोर ढुङ्गा बीचको अचम्मको शान्ति मनपर्छ। ठुला ठुला चुलीहरू, ठुला ठुला चुलीहरू, आकाश हुने हिमालहरू मौन भए पनि धेरै कुराहरू बोलिरहेका हुन्छन्। ठुला ठुला चुलीहरू, आकाश हुने हिमालहरू मौन भए पनि धेरै कुरा बोलिरहेको हुन्छ। म आफैलाई सोच्छु के छ त्यहाँ माथि, म आफैलाई सोच्छु के छ त्यहाँ माथि, को छ त्यहाँ जसले मलाई यसरी तानिरहेको छ, तर पनि कहिले शब्द आउँदैन। त्यो केवल एउटा अनुभूति हो जुन मनले मात्रै बुझ्छ। त्यहीको एकान्त, त्यो शान्तता, भुइँफुलको सानो मुस्कान जस्तो सौन्दर्य, भुइँफुलको सानो मुस्कान जस्तो सौन्दर्य, सबै कुरा मनभित्र गहिरो गरी बस्छ र कहिले काहीँ लाग्छ अन्तिम सास पनि त्यही उचाइमा लिन पाऊँ, जहाँ हिमाल साँची होस्, पहाड मेरो साथ होस् र प्रकृतिको काखमा शान्त भएर बिलाउँ। म प्रकृतिकै काखमा शान्त भएर बिलाउँ।